नमस्ते। यतिखेर म चाहिँ यो सुपा देउराली जो चाहिँ सुपा देउराली माताको यो प्रख्यात मन्दिर जुन हामी देख्न सक्छौँ यहाँनिर हामी देख्न सक्छौँ पछाडि यहाँनिर यो ठाउँमा छौँ र अलिकति भौगोलिक जटिलता पनि यहाँ रहेको छ र यहाँ एउटा एकदमै रोचक स्टोरी रहेको छ सुपा देउरालीको। जुन यो पछाडि देखेको यो ठाउँ छ लाउरे बजार भन्छ र यसको जुन माथि हामी यहाँ जुन यहाँनिर देखिरहेका छौँ यो स्पट, यसको चाहिँ एउटा रोचक कहानी छ। कहानी के छ भने धेरै अगाडिको कुरा हो। एकजना लाउरेले चाहिँ मन्दिरमा भाकल गरेर ऊ चाहिँ लाउर गएको थियो र लाउर गइसकेपछि मेरो सबै कुरा राम्रो होस् भनेर उसले भाकल गरेको एउटा किंवदन्ती भनौँ अथवा एउटा विश्वास गरेर ऊ चाहिँ लाउर जान्छ। ऊ लाउरेमा भर्ती पनि हुन्छ र सबै कुराहरू भइसकेर राम्रो हुन्छ र फेरि ऊ घर फर्किँदाखेरि उसले चाहिँ अब यहाँ मन्दिरबाट अलिकति छड्किएर मन्दिरमा भगवानले सुपा देउराली माताले देख्नुहुन्छ भनेर ऊ चाहिँ यता माथिबाट जाँदाखेरि त्यही ठाउँमा भगवानको शक्तिले चाहिँ त्यही भित्तामा लाउरे टाँसेको भन्ने एउटा विश्वास रहेको छ। त्यही विश्वास अनुरूप चाहिँ सुपा देउराली मातामा चाहिँ मागेको कुरा पुरा हुन्छ भन्ने एउटा आम मानिसमा विश्वास रहेको छ र धेरै भक्तजनहरू, धेरै तीर्थालु भक्तजनहरू चाहिँ यहाँ उपस्थित हुने पाइन्छ र यो अत्यन्त सुन्दर ठाउँ रहेको छ। हामी हेर्न सक्छौँ यी पछाडिका डाँडा काँडाहरू हेर्दाखेरि अत्यन्तै रमणीय ठाउँ रहेको छ र एकचोटि तपाईँहरू पनि यहाँ भिजिट गर्न आउन सक्नुहुन्छ। यो आन्तरिक पर्यटनको लागि पनि एकदमै राम्रो छ र यतिखेर म यो एएस भेन्चरको जुन यो एउटा भेन्चर रहेको छ यहाँनिर चाहिँ यो ग्लास हाउस रहेको छ। त्यस्तै गरी हामी यहाँ देख्न सक्छौँ यो चाहिँ यो हातको चाहिँ यो एउटा चाहिँ एडभेन्चरको लागि यहाँ राखिएको छ। यहाँनिर पिङहरू रहेको छ र यहाँनिर पर्यटकहरू पनि, आन्तरिक पर्यटकहरूलाई पनि हामी देख्न सक्छौँ। एकदमै रमणीय ठाउँ रहेको छ। यदि गुरुसिङ्गे अथवा बुटवल यो साइडबाट तपाईँ कुनै एउटा टुरिस्ट एरिया खोज्दै हुनुहुन्छ भनेदेखि यो एरिया पनि एकदमै राम्रो हुन्छ। नयाँ वर्ष 2083 सालको मङ्गलमय शुभकामना। आज 82 को अन्तिम दिन। आशा छ सबैजना देश विदेशमा बस्नुहुने यहाँहरू सम्पूर्णलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। मेरो परिवारजन, मेरा साथीभाइ र देश विदेशमा बस्ने नेपालीहरूको लागि।